हेलो गाइज नमस्ते। आज हाम्रो आमा आएकोबाट ढेँडो बनाएको थिएँ। मैले त्यो ढेँडो बनाउनु जान्दैन, फेरि ढेँडो बनाउनु जान्दैन भन्दा गाली गर्नु होला होइन। मैले त्यति अब इन्ट्रेस्ट नै लाग्थ्यो। सानसानोमा दाइले आमाले बनाउँदा बुवाले बनाउँदा खाइन्थ्यो। म त्यस्तो ढेँडो चाहिँ बनाउँदिनँ। जति अनि भाती हो नि त, म त भात लभर हो। पहिला त करले दुःखले खाइन्थ्यो ढेँडो, अब त सुखले धनी स्ट्यान्डर्डदेखि नि ढेँडो खान। पहिला ढेँडो खाने मान्छे गरिब भन्थे त्यस्तो। तैपनि मलाई त्यस्तरी खान मन लाग्दैन। आमा आउँदाखेरि बनाएको भए यसो खाइदिउँ भन्ने भएको। बनाउनु नजाने, कोही ठाउँमा पिठो छ, कोही ठाउँमा के छ। पहिला त आमा आउँदा बुढी भयो नि, आफूले मस्काउनु, बुढी भएर सक्दैन कि मस्काउन नि। अनि आज ढेँडो चटनी छ। त्यस्तरी त मन पर्दैन, पहिला त करले खानु पर्थ्यो। सबै डल्लो डल्लो छ पिठोमा। त्यसले मैले पिठो बनाउनु जान्दैन। ढेँडो त मैले बनाउँदैन कि पहिला हाम्रो बुवाहरूले आमाले बनाउँथे, दाइले। मैले बनाउनु थिएन कि ढेँडो। दही मलाई सानो गिलासमा ल्याइदेऊ रिता, अनि तिमीलाई राख त दही। हाम्रो पनि खाएको भाँडा हालिदेऊ न मलाई दही। नखाएको भइदियो यता ल्याऊ। चटनी क्या मिठो भएछ। हुन्छ तिमीलाई हालेर खाऊ न, पर्दैन। चटनी त क्या पिरो छ। हाम्रो आमालाई चटनी भने दाल भने भन्छ क्या, मासु खानु मान्दैन। मिठो भएछ। ढेँडो त खानु पर्थ्यो, पहिला बुवाहरूले बनाउँथे क्या। कति ठुलो बधानमा बनाउनु पर्थ्यो। हाम्रोतिर बेनीतिर फेरि गाउँको हुन्थ्यो कि ढेँडो। मासु खानु मान्दैन आमा। म त खाँदैन, मन पर्दैन नि त। रातो मुलाको सलाद ल्याइदिन्छ रिताले। रिताले ल्याइदिएको नि त, म त्यस्तो खाँदैन। मन त भात खानु त हरियो खुर्सानी कागती प्याज छ, मुला हाल्नु त्यस्तोमा। ढेँडो खायो भने फेरि यस्तो आर हुन्छ ड्याममा। रिता एउटा भाँडा दियो त, मलाई भात धेरै हुन्छ र ढेँडोले ड्याममा पेट भरि जस्तो भयो। यहाँ राख, खायो भने खान्छु। ल अहिले खायो भने थप्छु है। ल खाऊ। ढेँडो खायो भने त आर हुन्छ नि त, खास त मिठो त हुन्छ। मलाई फेरि त्यस्तो खानु जस्तो चाहिँ लाग्दैन ढेँडो। अहिले त फेरि मुखबाङहरूतिर कस्तो राम्रो देखिने ढेँडो है। भाते हो कि भाते।
gaaga taw lo mo ta त्यहाँ केरा राखिदिन्छु कि त्यो प्रसादको केरा हो उतै लगेर राख नि त अहिले खायो भने कुचो कुचो खाऊ त्यो केरा प्रसाद केरा चाहिँ त्यहाँ खाऊ ढेँडो लोकल चामलहरू कस्तो आर हुन्छ कि ड्याम्मै भयो मलाई त भात नै खान सक्दैन जस्तो लाग्यो ढेँडो दिनदिनै बनाउनु भए त बनाउन नि जान्ने थियो होला मैले त्यति साह्रो इन्ट्रेस्ट नै लाग्दैन खानालाई अहिले आमा आएको बेलामा बनाएको नि त्यो नबनाइराख्नु पऱ्यो बनाउनु नत्र अब यत्रो अचार बनाउनेले त ढेँडो बनाउनु त किन नजाने पानीमा यस्तो मोल्ने अलिकति गाह्रो लाग्छ मलाई मेरो घरमा भने पहिला होला नेपाली हुन्छ नि हलुवाईहरू पुरी तरकारी त्यस्तो त्यस्तो केही पनि बन्दैन मेरो घरमा किनभने चाहिँ भातै ड्याममा खाने खाजा खाने चलन त्यति साह्रो छैन मेरो घरमा अहिले पहिला बस्ने बहिनीहरू नि अब चाउचा ल्यायो बिस्कुट सिस्कुट चिउरा फ्राईहरू गरेर खानु म त यो पुग्यो यो दाल पनि अचार पुग्यो तर यो नि लाग्यो अनि पुग्यो अचार राख आमालाई बेलुका त्यो चटनी चाहिन्छ कि हाम्रो आमालाई अरू केही चाहिन्छ चटनी र दाल अनि साग भयो नि हुन्छ क्या बाहिर नि यसो कहिले मोमो चाउमिन खान्छ यस्तो छ भने मोमोहरू नि बन्दैन कहिले नि कहिले उसपछि दाल भात तरकारीलाई नै फोकस हुन्छ ढेँडो दममा त